ल गाइस हामी यहाँ कन्याम जाँदैछौँ साइक्लिङ गर्न। उहाँ छ हाम्रो मामाको स्कुटी। यता कुटी उताबाट बाढी आएको है त गाइस दिक्क लाग्नु गाइस एकपल्ट अब आमा छोरी गर्न लागेको जिप लाइनमा धेरै मजा भएको थियो। तर छोरी चाहिँ सुरुमा म पनि गर्ने भनिन्। तिमी डराउँछौ नगर न भन्दा मानेनन्। अहिले पछि यति धेरै डर लाग्यो भनेको थिएँ कि नानीको रियाक्सन कडा थियो। रेडी हुनुहुन्छ? रेडी सानो तिमी रेडी होइन? बसेर खुट्टा छोड्दिनु दुईजनाले बस्नु नि। बस खुट्टा छोड्देऊ। ल डर लाग्यो डराउनु पर्दैन नि। मामुले त्यस्तो कति गरेको गरे। तर एकचोटि मात्रै उताबाट खेलेर पुरो बिचमा गएर अड्केको पनि हो नि।
डर लागिरहेको थियो त्यही भएर राम्रो भिडियो चाहिँ निकालेन एकदम रमाइलो भएको थियो साइक्लिङ गर्नुलाई चाहिँ अरू चाहिँ कसैले पनि गर्नु होला हामीले जिपलाइन गऱ्यौँ बाहिर साइक्लिङ गऱ्यौँ एकदम फन भयो अरूलाई चाहिँ डर लाग्छ अरे क्या गर्नुलाई म चाहिँ बन्दी पनि गर्छु नि हौ भनेको नानीहरू धेरै डर भएन म चाहिँ बिच बाटोमा डराउने कुरो म त बिचमा अड्केँ थापेँ साइकल कुदाउनु सकिनँ है भन्दै भन्दै अड्केको होइन कि नानी मैले यो जिपलाइनबाट गरेको ब्याकग्राउन्ड भिडियो हो कस्तो भिर पाखा थियो त्यस्तो ठाउँमा पनि रमाइलो पनि धेरै भएको थियो कस्तो जस्तो बाटो भर्खर भर्खर पुग्दैछ त्यो ठाउँमा गाउँमा भित्र तल जानुपर्छ जानलाई चाहिँ एकदम राम्रो छ
बिचमा रोकिँदै भिनाजुलाई डर देखाइदिएको अनि त काली लिएर लास्ट काली भएको चाहिँ मजा आउँछ यार अब पालो विजय मामाको अब भाइले साइक्लिङ गर्दैछ भाइको चाहिँ मैले भिडियो बनाइदिएको छु स्पाइरल हानेकोले गर्दाखेरि मैले सकिनँ मतलब भाइ चाहिँ सक्दैन होला भनेको बरु भाइले चाहिँ सजिलै गरी साइकल लग्यो क्या म चाहिँ कहिल्यै पनि साइकल चलाएको छैन नि त जमिनमा चाहिँ साइक्लिङ डोरीमा चाहिँ गरेको थिएँ भन्दा अगाडि पनि जमिनमै तर भुइँमा चाहिँ कुदाएको छुइनँ कि सिकेकै छुइनँ साइकल त्यसले गर्दा पाहाडको बाटोमा लामो डोरीमा एकदमै थकान भएर म चाहिँ गरेको थिएँ यत्रो पैसा तिरेर पनि कसले साइकल कुदाउँछ भन्दै तर जे होस् रमाइलो चाहिँ रमाइलो भएको थियो अब चाहिँ म माथि जान्छु नानीहरू भएकोमा अनि छोरीलाई लिएर भाइले आउँछ म नि आधीसम्म त फास्टै आएको थियो नि आधीसम्म त म नि फास्ट आएको थिएँ नि होइन र म चाहिँ साइक्लिङ गराउने भाइसँग गफ गर्दै गर्दै हामी त्यस पछाडि यहीँ आइरहेको थिएँ हामी त्यस पछाडि मलाई खासै आउँदैन भने मलाई गर्न पनि आउँदैन आएको यो चाहिँ हामी बाटो कन्यामा टोकोरी चोक पनि चाहिँ एकदम राम्रो आउँछ म चाहिँ गएको छुइनँ भन्नु सक्छु अब जाँदाखेरि चाहिँ जाने प्लान गर्नुपर्नेछ हामी छोटो समय लिएर गएको थियौँ नि त त्यहाँ छोटो समयमा गएको चाँडै फर्ने हिसाबले हामीलाई आएर 3 बजे पनि जानु थियो त्यो भएर अब हामीहरू कन्यामा चाहिँ यस्तो धेरै उसे लागेको थियो नि तर पनि मौसम चाहिँ एकदम राम्रो देखेको थियो चाहिँ हाम्रो कन्याम हो अघि गएको ठाउँ चाहिँ कन्यामदेखि पर फाल्टाको तल भित्र ठाउँ थियो त्यहाँ गएको थियौँ यो चाहिँ माथि कन्याम हो यो चाहिँ कन्या स्कुल म पढेको स्कुल हो अब म हेर्छु 3D क्यामेराबाट भिडियो मेरो रियाक्सन सुन्ने हो कस्तो छ सक्यो ड्रागन मर्यो ए केही त छैन डर त लागेन अनि छोरीले पनि त्यति काम गरेर नानी धेरै डराउँछन् होला भन्ने जस्तो लागिरहेको थियो नानी चाहिँ खासै डराएनन् तर नानीको बाबा चाहिँ यति धेरै डराउनु भएको थियो उहाँले हेर्दा बिचैमा छोडिदिनु म त नहेर्ने कि नहेर्ने भनेर उहाँले थोरै मात्रै हेर्नुभयो छोरीलाई चाहिँ डर लागेन है मलाई त खासै भन्दै थियो नि तर मलाई चाहिँ लागिरहेको थियो छोरी धेरै डराउँछ अब पालो बाबाको 3D क्यामेरा धेरै डराउनु भयो नि कुरै नगर्यो बाबा धेरै छोडिदिनु यो रोक्दिन प्लिज रोक्दिन यसपछि पालो भान्जी त लाउने बित्तिकै भुत भनेर पसेर फ्याँक्नु भयो लाउनु सक्नु भएन
आमाले चाहिँ भन्छ हेर्नु हेर्नु तपाईँ कहाँनिर डराउनुहुन्छ मलाई थाहा छ हेर्नु भन्दैछु उहाँ चाहिँ हेर्नु मान्नुभयो के भान्जीले चाहिँ हेर्नु त भान्जीको रियाक्सन कस्तो नडराउ न तपाईँले डराउने एउटा स्टेप छ तपाईँको डराउने स्टेप मैले रोसिका कहाँनिर डराउनु रोसिका अब निकाल्नु पाउँदैन होइन त्यो काम छ अब त्यो ध्यान सुषमा हेर्न भूत रे मलाई त उतु लान्छ नि तब कालो होइन त कुदेको बेलामा लिकमा कुद्छ अब विजय मामाको पालो विजय मामा हेर्नु तपाईँको भिडियो छैन भन्दै हुनुहुन्थ्यो नि तपाईँको भिडियो यहाँनिर रहेछ यहीँबाट हेर्नु तपाईँको क्यामेराको भिडियो विजय मामा चाहिँ हल्का हल्का डराउनु भयो यस पछाडि माइजूले हेरेको भिडियो चाहिँ माइजू चाहिँ अलिअलि पनि डराउनु भएन माइजू चाहिँ रियाक्सन रियाक्सन दिनु भएन मामाले भने अलिअलि रियाक्सन दिनुभयो हल्का हल्का हेर्नु त के हुन्छ यो मध्येको सबभन्दा डराउन कुन हो र ए जङ्गलको हो र त्यस्तो तल झर्छ नि अहिले भाँचेको पुलमा ड्याममा ठोकिन्छ लास्टमा भाँचेको पुलमा ड्याममा ठोकिन्छ त्यति चाहिँ डर लाग्यो मलाई हेर्नु न कस्तो मजा आउँदैछ त्यो लिकमा कुदिरहेको छ पनि लिक कुद्न चाहिँ लिकमा कुदेर कहाँ फ्यालिदिँदैन त हालेको ठाउँमा पुग्यो त्यो आफू त्यो हामी यो झलिएको होइन क्या त्यो गेममै हल्लिन्छ हल्लिएको फिल हुन्छ क्या आफू मामा के आयो क्या मजा आइरहेको उकालो चढ्नु भयो तपाईँ घोप्टो परेर सिधै उल्टो फर्काइदिएन उल्टो फर्काउँदैछ भर्खर मामा राम जप्दै हुनुहुन्छ ल बालामा गयो एकपल्ट हान्नु ए बामी नानी उयो हेरौँ न यो जङ्गलको तपाईँ हेर्नु म हालिदिएको छु होइन यही ठिक छ यसमै जानु एकदम छ मान्छेको पालो मान्छेको जिम्मेवारी यस्तो लाग्यो अरे केही पनि छैन है मलाई चाहिँ म चाहिँ रियाक्सन छैन केही जस्तो लाग्यो हल्लिँदा पनि हल्लिँदा मान्छे चाहिँ
काँटा छोडेर आज कपाल हेर्नु उडेर त्यस पछाडि हामी नास्ता कहाँ के खाने भनेर हेर्दै हामीलाई चाहिँ आलु चप खान मन थियो त्यही भएर खोज्दै आलु चप हिँडेको हामीले चाहिँ बाटोमा नास्ता खोजेको सेल पनि एकदमै धेरै मिठो पाएको थियो यहाँ चाहिँ घुम्नलाई एकदम राम्रो छ अनि भिडभाड पनि एकदमै धेरै हुन्छ कन्याममा चाहिँ अहिले चाहिँ कति मिठो सेलहरू पाक्दैथ्यो हामीले सेलहरू खायौँ अनि हामी फर्क्यौँ घरतिर सेलफी खाइसके पछाडि यो चाहिँ मेरो माइती घरमा फुलेको फुल हो त्यस पछाडि हामीलाई तिनजुरे जानुपर्ने भएर हामी भोलिपल्ट बिहानै इटरी फर्क्यौँ इटरी फर्केको चाहिँ यस्तो मैले फुल डाँडा बात गरेर मैले नजिकै मात्र भिडियो गरेको थिएँ यस पछाडि एकैचोटि हामी तिनजुरे गएको बाटोको भिडियो आउँछ धेरै लामो भिडियो चाहिँ मैले बनाएको थिइनँ बिस्तारै बनाउँछु म कहाँ भिडियो गरेँ भनेर पछाडि हालेकै भिडियो बिचमा हाल्ने गरेन भिडियो गर्नलाई गरेकै अब हामी भोलिपल्ट आयौँ एक गते चाहिँ तमर मैले छोटो भिडियो धान कुटाएको निशान भगवती मन्दिरमा पनि खिचेको थिएँ अनि त भगवती मन्दिरमा गयौँ मैले चाहिँ यसपालि आमा खस्नु भएको दर्शन गर्न मिलेन म चाहिँ फोटो भिडियो खिच्नुलाई मात्रै गएँ दिदी भिनाजु भान्जीले चाहिँ दर्शन पनि गर्नुभयो हामीलाई चाहिँ ढिलो भइसक्यो त्यहाँबाट निस्किँदै ढिलो भइसक्यो त्यसले गर्दाखेरि तिनजुरे जाँदा हतार थियो मौसम एकदमै राम्रो थियो हल्का गर्दै थिएँ म चाहिँ त्यस पछाडि एकचोटि हामी चाहिँ तिनजुरे पुगेपछि मात्रै भिडियो गरेको छु मैले हेर्दै गर्नु ल भिडियो बाबा कस्तो राम्रो लागेको थियो त्यतिर चाहिँ हामी तिनजुरे पुग्नै लागिसकेको थियौँ हामी तल बाटोबाट खिचेको भिडियो हो तिनजुरेमा चाहिँ यसपालि एउटा पनि गुराँस फुलेन छ यो चाहिँ हामीले यहाँ गइसके पछाडि के पकायौँ के खायौँ भन्दै बनाएको भिडियो छिटो तर हाम्रो बिहाड भएको थियो उहाँ पुग्ने बित्तिकै पानी पर्न थालिहाल्यो दुःख सुख पकाएर खायौँ ग्यास नबढेर पनि त्यस्तै दुःख भइरहेको थियो मलाई डाँडामा गएर हामीले घरबाट पनि पकाएर खानेकुरा लगेको थियौँ अनि अलिअलि पकाउनु पनि थियो उहाँ अलिअलि पकायौँ अरे पनि खायौँ हामी जस्तै पानी पऱ्यो नि असिना पऱ्यो नि मासु चाहिँ पकाएर खान्छ भने नि फेरि एकदम रमाइलो गऱ्यौँ हामीले वहाँ गए पछाडि पकाएर खानलाई अब भिनाजुले चाहिँ मासु नखाने भएकोले गर्दाखेरि छिटो खाऊ पानी आइसक्यो अहिले खाना नपाउला नि म जस्तो सागसँग खाइहाल्नु पर्छ छिटो भन्दै हुनुहुन्थ्यो भिनाजु खाँदै हुनुहुन्थ्यो हामी चाहिँ मासु पकाउँदै थियौँ अनि हामीले चाहिँ पाथिभरा मन्दिर पनि दर्शन गर्ने भनेर राख्यौँ जानु चाहिँ तर मौसमले गर्दा गर्न पाएनौँ पकायौँ खायौँ धेरै बेर पनि हामी घुम्न पाएनौँ पानीले गर्दा हल्का फोटो खिच्यौँ त्यस पछाडि फर्किहाल्यौँ धेरै बेर गर्नै पाइएन गुराँस भन्ने एउटा पनि फुलेको थिएन त्यहाँ चाहिँ गाइस हामी चाहिँ आज तिनजुरे डाँडामा आएको तर तिनजुरे डाँडाको अवस्था नाजुक पानी परेर गुराँस भन्ने कुरा एउटा पनि फुलेको छैन हामी चाहिँ यतिकै फर्केको आज एकछिन घुमेर आज नयाँ सालको दिन फ्यामिली टुर हामी चाहिँ बाटोमा फर्दाखेरि असिना पानी पर्न थाल्यो यति धेरै बाक्लो परेको थियो नि
हामी चाहिँ बाटोमा फोटो भिडियो गर्दै गर्दै आयौँ। हामीलाई चाहिँ एकदमै धेरै इन्जोय भयो। जो मान्छेहरू बाइकमा जानुभएको थियो, जो मान्छेहरू पैदल जानुभएको थियो, उहाँहरूलाई चाहिँ दुःख भयो। गाडीको चाका चाप्यो, भिड थियो, धेरै भिड भएको थियो बाटोमा। अरू मान्छेहरूको चाहिँ सुरुमा त असिना पनि परेको थियो, एकछिन पछाडिदेखि त गर्नु थाल्यो। रमाइलो गऱ्यौँ। 2082 साल वैशाख 1 गते तिनजुरे कस्तो भयो भन्ने पर्यटकीय स्थलमा परेको यो असिना पानी ल हेरौँ। यो दृश्य हेर्नु छ, दृश्य कस्तो छ, प्राकृतिकको शोभा कस्तो छ, नेचुरल हिमाली क्षेत्रको घाँसीहरू, हिउँहरू, हिम श्रृङ्खलाहरू, पहाड ल हेरौँ त। मनमोहक कति बाक्लो हिउँ परेको थियो हेर्नु त, कति धेरै कति धेरै। अनि हाम्रो गाडी पछाडि चाहिँ यति जमेको थियो। त्यस पछाडि नाच्यौँ।